यो एक्सर्साइजहरू नगरेर तपाईँ जिम नजाँदा हुन्छ। बेसिक एक्सर्साइजहरू तपाईँलाई आउँदैन भने जिम नजाँदा हुन्छ। म आज कुरा गर्नेछु जिम जानुभन्दा अगाडि हामीले कसरी आफूलाई कुन एक्सर्साइज हामीले बेसिक एक्सर्साइजहरू फुलफिल गर्नुपर्छ। फर्स्ट चाहिँ हो पुसअप। एटलिस्ट 10 पुसअपसम्म त आफूले सक्नु पऱ्यो। मिनिमम 10 पुसअपसम्म सक्नु पऱ्यो। अनि सेकेन्डमा रहेको छ पुलअप। हामीले मिनिमम 5 पुलअप सक्नु पऱ्यो अनि मात्र। अनि अर्को रहेको छ स्क्वाट। स्क्वाट मिनिमम 15 स्क्वाट त हान्नु पऱ्यो। बेसिक एक्सर्साइजहरू यो क्लियर छैन, सोचिराख्नु भएको छ कि म जिम जाउँला अनि सक्ला। त्यो होइन कि एफर्ट जानु नै लाग्ने हो, आफूले गर्ने हो। जिम गएर अलग्गै जोस आउने भन्ने होइन। आफ्नो एफर्ट जति दिनु छ त्यति दिनै पर्ने हो। आज मेरो फर्स्ट डे हो जिमको। मेरो एक्सपिरियन्स कस्तो रह्यो कि राम्रो रह्यो। थाहा त छैन कस्तो एक्सर्साइजहरू गरायो के गरायो, कुन नाम पनि थाहा छैन मलाई। तर मैले आफ्नो बेसिक चाहिँ फुलफिल गरेर गएको थिएँ। स्क्वाड गरायो मलाई, अनि पुसअप गरायो 15-15, अनि पुलअप चाहिँ मैले 8 गरेँ। 8 को 3टा चाहिँ। अनि तपाईँ पनि यदि जिममा जान सोचिराख्नु भएको छ भने आफ्नो बेसिक एक्सर्साइज चाहिँ फुलफिल गरेर जानु।